हेलो गाइस, वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ म भक्तपुर दरबार स्क्वायर अथवा 55 झ्याले दरबार घुम्न जाँदैछु हैन। त्यहाँ खतरनाक भ्यूहरू रहेका छन् हैन। म तिमीहरूलाई देखाउँछु। यो चाहिँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल जाने बाटो हो र हामी चाहिँ अगाडि जान्छौँ, खाना खान्छौँ। अब नास्ता खान्छौँ। हामीहरूले चाहिँ मोमो अर्डर गरेका थियौँ, मोमो खाँदैछौँ हैन। अब यहाँदेखि सिधा अगाडि जान्छौँ। यो चाहिँ सेतो पुल भन्छन् कि के भन्छन् मलाई खासै थाहा छैन हैन। र हामी चाहिँ यहाँदेखि पनि अगाडि जान्छौँ। बाइकमा गइरहेका छौँ। हामीहरू चाहिँ पुगिसकेका छौँ। यो चाहिँ गेट रहेको छ। हामी चाहिँ भित्र जान्छौँ। अब हामी गेटभित्र आइसक्यौँ। यहाँ चाहिँ अहिले स्टुडेन्टहरू घुमिरहेका छन्, पर्यटक छन्, हामी पनि छौँ। र मलाई चाहिँ भिडियो बनाउने मन लाग्यो, भिडियो बनाउँछु म चाहिँ अब हैन। के गर्ने, अब भिडियो त बनाउनु पर्छ हैन। ठिकै छ। अब हामी चाहिँ अर्को ठाउँ जान्छौँ यहाँभित्रबाट। हामीहरू चाहिँ मन्दिरको मेन ठाउँमा पुगिसक्यौँ हैन। यो मन्दिर भक्तपुरको सबैभन्दा प्रख्यात र महत्त्वपूर्ण मन्दिर हो। यसले मल्लकालको इतिहास र संरचनालाई देखाउँछ र यसको निर्माण चाहिँ राजा एच्छे मल्लकालको शासनमा भएको थियो। यो मन्दिरमा चाहिँ 55वटा झ्याल भएको कारणले यसलाई 55 दरबार अथवा 55 झ्याले दरबार भनिएको हो हैन। यसमा चाहिँ खतरनाक मन्दिरहरू बनेका छन्। त्यो समयमा आजसम्म नै टिकिरहेका छन्। हाम्रो नेपालमा गएको भूकम्पको कारणले पनि यो संरचनाहरू ढल्न सकेको छैन। हामीहरू चाहिँ अब निस्किन्छौँ। यहाँदेखि घुम्यौँ, हामीहरूले रमाइलो गऱ्यौँ, फोटो भिडियो बनायौँ। अब यहाँदेखि निस्किन्छौँ हामीहरू, अर्को गन्तव्यतिर लाग्छौँ हैन केटा हो। अगाडि थ्याङ्क यू गाइज भ्लग हेरेकोमा। भ्लगलाई सब्सक्राइब गरिदिनु होला। ओके, बाई बाई। अर्को भ्लगमा भेट्नेछौँ।